यो जुन अहिले हाम्रो यो विदेशी खानाले गर्दाखेरि हाम्रो जुन मौलिक खानाहरू गुमिरहेको छ, हामीले बिर्सिरहेको छ। अब त्यसमा यो पनि मौलिक खाना परेको जस्तो लाग्छ मलाई। अब यसलाई उजागरण गर्न, यसलाई जगेर्ना गर्न हामीले के गर्न सकिन्छ? सबभन्दा पहिला आफ्नो खानालाई माया गर्नुपर्छ, आफू नेपाली भएको गर्व गर्नुपर्छ मिलनजी। हामी चाहिँ पश्चिमाको कुराहरूलाई हेरेर पश्चिमाको कुराहरूलाई फलो गरेर गर्व गर्छौँ। यो पश्चिमाले हामीलाई कहिले पनि रिप्लेस गर्न सक्दैन। हाम्रो खाना मेडिसिन हो, हाम्रो खाना इमोसन हो, हाम्रो खाना खुसियाली हो। हामी हरेक दिन केही न केही खुसियाली सेलिब्रेसन गर्छौँ। हामीलाई खुसियाली मनाउनलाई क्रिसमस आउनु पर्दैन, न्यु इयर आउनु पर्दैन। वर्षमा 365 दिन छ, 365 डिफ्रेन्ट चाडपर्व हुन्छ, एभ्री डे सेलिब्रेसन हुन्छ। हामी त्यस्तो खाना खान्छौँ। हामी त्यस्तो खाना कहाँ खान्छौँ? 8848 मिटर माथि पनि खाना खाने क्षमता राख्छौँ। संसारको सबैभन्दा डिपेस्ट भ्याल्युमा पनि खाना खाने क्षमता राख्छौँ। हामीसँग हाम्रो खाना आयुर्वेदिक छ, हाम्रो खाना धार्मिक छ, हाम्रो खाना पोषणले युक्त छ। यो खाना भएको छ, तर यो विदेशी खानाले रिप्लेस गर्न सक्दैन। हामी धेरै बाहिर इन आउट गर्ने भएको भएर हाम्रो छोरा भाइ भतिजाहरूले विदेशी खानाको मोह हुनु स्वाभाविकै हो, तर नेपाली खानालाई विदेशी खानाले कहिले पनि रिप्लेस गर्न सक्दैन मिलनजी।